ओके, आज हामी चाहिँ डाटा म्यानेजमेन्टको चाहिँ केही सर्टकट कीहरुको बारेमा सिक्न गइरहेको छौं। अब हामीले चाहिँ एक्सेलमा सबैभन्दा पहिले चाहिँ हामी एक्सेल खोल्छौं। अब मैले चाहिँ यहाँ पहिले एक्सेल ओपन गरेको छ र त्यहाँ मैले चाहिँ एउटा केही डाटा टेबलहरु चाहिँ क्रिएट गरेको छु। अब हामी चाहिँ एक्सेल ओपन गरिसकेपछि हामीले चाहिँ एउटा नर्मल मैले एउटा छोटो अथवा सर्टकट डाटा टेबल चाहिँ मैले बनाएर राखेको छु। अब यसमा चाहिँ हामीले चाहिँ सिरियल नम्बर, नेम, सिटी, स्यालेरी, जोइन डेट, जेन्डर योहरु चाहिँ हाम्रो के भयो डाटा टेबलमा हामीले चाहिँ डाटा फर्मेटमा चाहिने कुराहरु। यसमा चाहिँ हाम्रो चाहिँ सिरियल नम्बर, नेम, सिटी, स्यालेरी, जोइन डेट, जेन्डर भए तापनि यसमा चाहिँ हाम्रो कोलमहरुको एड्जस्ट भएन। त्यो एड्जस्ट नभएको कारणले यहाँ चाहिँ हाम्रो जोइन डेटहरु के भएको छ ह्याशट्याग देखाइरहेको छ भने कहीं ठाउँमा चाहिँ हाम्रो चाहिँ केही टेक्स्टहरु चाहिँ लुकिरहेको छ। अब हामीले चाहिँ यसलाई चाहिँ कसरी म्यानेज गर्ने भन्ने कुरा चाहिँ हामी आज सिक्न गइरहेका छौं र हामीले आज कोलम रो कसरी थप्ने भन्ने कुरा पनि सिक्न गइरहेका छौं। अब हामीले चाहिँ फर्स्ट सिस्टममा चाहिँ अब हामीले के गर्नु पर्यो डाटालाई चाहिँ म्यानेज गर्न सिक्नु पर्यो है। आज चाहिँ हामी चाहिँ यो डाटालाई चाहिँ कसरी फर्मेट गर्ने र त्यसको लागि चाहिँ हामी आज सुरुवात गरौँ। सबसे पहिले चाहिँ हामी चाहिँ यो डाटालाई म्यानेज गर्नको लागि चाहिँ सबैभन्दा पहिला चाहिँ हामीले के गर्नु पर्यो यसको टेक्स्ट है। यो चाहिँ हाम्रो सिटीको टेक्स्ट चाहिँ हाइट भएको छ भने यहाँ चाहिँ जोइन डेट चाहिँ ह्याशट्यागमा देखाइरहेको छ। यो भनेको चाहिँ हाम्रो कोलमको लेन्थ नमिलेको कारणले चाहिँ हाम्रो चाहिँ ह्याशट्याग देखाइरहेको छ र यसमा चाहिँ केही कोडहरु चाहिँ के भइरहेको छ एड भइरहेको छ। र यसलाई म्यानेज गर्नको लागि चाहिँ हामीले दुईटा तरिकाबाट चाहिँ यसलाई चाहिँ हामीले फिक्स गर्न सकिन्छ अथवा तीनटा तरिकाले चाहिँ हामीले यसलाई चाहिँ फिक्स गर्न सकिन्छ। तीनटा तरिका चाहिँ हाम्रो रहेको छ। हाम्रो चाहिँ फर्स्ट सिस्टममा चाहिँ हामीले सी कोलम हाम्रो यो सी कोलममा गएर हामीले चाहिँ यसको साइडमा गएर हामीले चाहिँ यहाँनिर माउस कर्सर है यसमा चाहिँ हामीले माउस कर्सर चेन्ज भएको छ। यसमा चाहिँ डबल एरो देखाइरहेको छ। यसलाई चाहिँ हामीले डबल क्लिक है यसलाई चाहिँ हामीले डबल क्लिक गर्दियौ भने यो चाहिँ के भयो हाम्रो कोलम चाहिँ एडजस्ट भएको छ। अब यसमा ईमा पनि हामीले चाहिँ ई कोलमलाई सिलेक्ट गरेर हामीले चाहिँ यसलाई डबल क्लिक गर्दियौ भने हाम्रो यो पनि कोलम के भएको छ एडजस्ट भएको छ। अब हामीले चाहिँ यसलाई चाहिँ नर्मली अब हामीले चाहिँ कोलम सिलेक्ट गरेर डबल क्लिक गरेर चाहिँ हामीले चाहिँ त्यसको एडजस्ट गर्न सकिन्छ भने हामीले चाहिँ फर्मेट है हामी चाहिँ फर्मेटमा गएर चाहिँ हामीले अटो फिट कोलम विथ भन्नेमा गएर हामीले क्लिक गर्दियौ भने के हुन्छ यो पनि हाम्रो चाहिँ कोलमलाई चाहिँ के गर्न सकिन्छ एडजस्ट अथवा अटो फिट कोलम विथ गर्न सकिन्छ। एउटा चाहिँ हाम्रो यो सेकेन्ड मेथड भएको छ। अब हाम्रो थर्ड मेथड भनेको चाहिँ हाम्रो चाहिँ सर्टकट की है। सर्टकट की भनेको चाहिँ हाम्रो अल्ट एच ओ आई त्यसको लागि चाहिँ हाम्रो चाहिँ टेबल सिलेक्ट गर्नुपर्ने हुन्छ। हाम्रो चाहिँ यसभन्दा पहिला मैले चाहिँ टेबल सिलेक्ट गर्छु अनि त्यसपछि मैले चाहिँ अल्ट है अल्टसँग एच ओ आई गर्दा हाम्रो चाहिँ कोलम एडजस्ट भएको छ। अब हामी चाहिँ कसरी कोलम एड गर्ने कसरी रो एड गर्ने कसरी रो हटाउने कसरी कोलम हटाउने र डबल स्याडो चाहिँ कसरी बनाउनु भन्ने कुरा हामी सिक्न गइरहेका छौं। अब हामीलाई चाहिँ सपोज मानौं मलाई चाहिँ यहाँ चाहिँ मेरो सिरियल नेम सिटी स्यालेरी जोइन डेट जेन्डर रहेको छ। अब मलाई चाहिँ यहाँ फोन नम्बरको लागि चाहिँ कोलम एड गर्नु पर्यो भने अब हामीले चाहिँ कुन चाहिँ कोलम भन्दा अगाडि चाहिँ हामीले चाहिँ फोन नम्बरको कोलम एड गर्ने त्यसको लागि चाहिँ सबैभन्दा पहिला हामीले चाहिँ त्यो कोलमलाई चाहिँ हामीले चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। मलाई चाहिँ डी भन्दा अगाडि चाहिँ फोन नम्बरको कोलम एड गर्नु छ भने मैले चाहिँ के गरे डी कोलमलाई सिलेक्ट गरे। अब हामीले चाहिँ कोलम एड गर्नुपर्ने दुईटा तरिकाले एड गर्न सकिन्छ एउटा सर्टकट की एउटा लङ प्रोसेस है। लङ प्रोसेसमा के हुन्छ भने अब हामीले चाहिँ फोन नम्बरको लागि कोलम एड गर्नु छ भने अब मलाई चाहिँ डी भन्दा अगाडि चाहिएको छ र मैले चाहिँ डी कोलमलाई सिलेक्ट गरेर हामी चाहिँ यहाँ इन्सर्टमा गएर हामी चाहिँ इन्सर्ट सिट कोलममा गएर यसलाई क्लिक गरिदियो भने हाम्रो चाहिँ के भयो फोन नम्बरको लागि चाहिँ कोलम एड भएको छ। अब मलाई चाहिँ सर्टकट कीबाट एड गर्नु छ भने चाहिँ त्यसको लागि चाहिँ हामीले कन्ट्रोल शिफ्ट प्लस गरिदियो भने हाम्रो चाहिँ कोलम एड भएको छ। अब मलाई चाहिँ यसमा चाहिँ फोन नम्बर मलाई चाहिँ यो कोलममा चाहिँ फोन नम्बर चाहिएको भएर मैले चाहिँ फोन नम्बर एड गरेको छु। अब यदि मलाई चाहिँ होइन मलाई यो चाहिएको छैन भने यसलाई हटाउन पर्यो भने अब हामीले चाहिँ फेरि यो कोलमलाई चाहिँ हटाउन पर्यो भने यसलाई सिलेक्ट गर्ने यसलाई सिलेक्ट गरेर चाहिँ हामीले चाहिँ डिलिटमा गएर
डिलिट सिट कोलमलाई चाहिँ हामीले युज गरेर चाहिँ डिलिट गर्न सक्यो। अब यसलाई चाहिँ मलाई चाहिँ चाहिएको भएर मैले गरेँ लाइक कन्ट्रोल चाहिँ गरेर अनडु गरेँ। अब मलाई चाहिँ रो एड गर्नु छ भने अब रो पनि हामीलाई चाहिँ कहाँनिर चाहिएको छ त्यो ठाउँमा गएर चाहिँ हामीले चाहिँ रोलाई सिलेक्ट गरेर इन्सर्टमा गएर अनि हामीले इन्सर्ट सिट रो गरिदियो भने त्यसमा चाहिँ के भयो रो चाहिँ एड हुने भयो। अब मलाई चाहिँ चाहिएन भन्यो भने चाहिँ अब हामीले चाहिँ डिलिटमा गएर यसलाई चाहिँ डिलिट सिट रो गरिदियो भने हामी चाहिँ रो रिमुभ हुने भयो है। सर्टकट किबाट मलाई चाहिँ रो एड गर्नु छ भने पनि फेरि कन्ट्रोल सिफ्ट फर्स्ट स्टेपमा चाहिँ हामीले कुन चाहिँ रोमा चाहिँ हामीले चाहिँ रो थप्ने त्यो रोमा गएर पहिला एउटा रो सिलेक्ट गर्नु पऱ्यो अनि त्यसपछि कन्ट्रोल सिफ्ट प्लस गरिदियो भने रो एड हुने भयो। अब हटाउनु छ भने त्यसलाई चाहिँ फेरि हामीले कन्ट्रोलसँग माइनस गरिदियो भने रो हट्ने भयो। कोलम पनि हटाउनु छ भने चाहिँ हामीले चाहिँ कन्ट्रोलसँग माइनस गरिदियो भने पनि रो हाम्रो के हुन्छ डिलिट हुन्छ है। अब त्यसपछि रहेको छ अब हामीलाई चाहिँ मानौँ मेरो चाहिँ यो फोन नम्बर कोलम रहेको छ र यो फोन नम्बर कोलममा चाहिँ मलाई चाहिँ के चाहिएको छ भन्दाखेरि चाहिँ मलाई चाहिँ यसमा चाहिँ मैले नयाँ जस्तो फोन नम्बरमा टाइप गरेँ। यसमा चाहिँ फोन नम्बर टाइप गरेँ। टाइप गर्दा चाहिँ मेरो 10 र भन्दा बढी अथवा 10 र भन्दा कम भयो भने चाहिँ त्यसलाई चाहिँ हामीले किन्नु पऱ्यो अलर्ट गर्ने मेसेज आउनु पऱ्यो। तेरो चाहिँ फोन नम्बर चाहिँ मिलेको छैन भनेर चाहिँ किन्नु पऱ्यो। त्यसले चाहिँ मलाई चाहिँ किनभने मेसेज चाहिँ अलर्ट गर्नुपर्ने भयो हो। मेरो चाहिँ मिनिमम अब मैले चाहिँ 10 र फोन नम्बर हुन्छ मैले चाहिँ 10 र नम्बर टाइप गर्दाखेरि चाहिँ मेरो नम्बर पुगेको छैन भने चाहिँ त्यसले चाहिँ तेरो नम्बर पुगेको छैन भन्नु पऱ्यो मेसेज अलर्ट दिनु पऱ्यो। र त्यसको लागि चाहिँ हामीले चाहिँ डाटा भ्यालिडेसन है। अब हामी चाहिँ डाटा भ्यालिडेसनबाटको थ्रुबाट चाहिँ हामीलाई मेसेज अलर्ट गर्नको लागि चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ एक्टिभेट गर्न सकिन्छ। त्यसको लागि चाहिँ अब हामी फोन नम्बरको लागि चाहिँ अब मलाई चाहिँ यसले चाहिँ मेसेज अलर्ट गर्नको लागि चाहिँ अब हामीले चाहिँ सकेसम्म चाहिँ अब यसले कतिवटा हामीलाई चाहिँ कोलमसम्म चाहिँ हामीलाई कति रोसम्म हामीलाई चाहिँ कति कोलमसम्म चाहिन्छ त्यो कोलमको चाहिँ रेन्ज समात्नु पर्ने हुन्छ। अब मलाई चाहिँ मानौँ D2 अब चाहिँ D2देखि मलाई चाहिँ D20सम्म चाहिँ चाहिएको छ भने अब हामीले चाहिँ त्यसलाई रेन्ज दिनुपर्ने हुन्छ। रेन्ज भनेको अब हाम्रो D2देखि D20सम्म चाहिँ मलाई के छ मेसेज अलर्ट चाहिएको छ भने त्यसलाई सिलेक्ट गर्नु पऱ्यो। सिलेक्ट गरेपछि हामी चाहिँ डाटा ट्याबमा जाने अनि डाटा ट्याबमा गइसकेपछि हामी चाहिँ डाटा भ्यालिडेसन भन्ने अप्सन दिन्छ। हामी डाटा भ्यालिडेसन अप्सनमा जाने। डाटा भ्यालिडेसन अप्सनमा गइसकेपछि हामी चाहिँ यहाँ डाटा भ्यालिडेसन भन्ने एउटा फेरि अप्सनहरू हामीले देखेको हुन्छ। यसलाई चाहिँ हामीले क्लिक गरिदिने। अब क्लिक गरिसकेपछि चाहिँ हामीले चाहिँ डाटा भ्यालिडेसनभित्र चाहिँ हामीले चाहिँ एउटा सेटिङ एउटा इनपुट मेसेज एउटा चाहिँ इरर अलर्ट भन्ने अप्सन रहेको छ। सेटिङमा चाहिँ हामीले चाहिँ के फर्मेट गर्न खोजेको त्यो फर्मेट हामीले सेटिङबाट दिन सकिन्छ भने इरर अलर्टबाट चाहिँ हामीले चाहिँ अलर्ट गर्ने त्यसले चाहिँ यो काम पुऱ्याउनको लागि चाहिँ त्यसले यतिसम्म चाहिँ काम गर्नुपर्ने हुन्छ भने चाहिँ अलर्ट गर्नको लागि चाहिँ हामी चाहिँ अलर्ट इरर अलर्टको चाहिँ युज गरिन्छ। अब मलाई चाहिँ सेटिङमा गइसकेपछि अब मलाई चाहिँ फोन नम्बर मिनिमम 10 वटा हुनु पऱ्यो अथवा म्याक्सिमम नम्बर पनि 10 वटा हुनु पऱ्यो भनेपछि अब मलाई चाहिँ यहाँ चाहिँ कति जस्तो यसमा चाहिँ मेरो 10 वटा नम्बरभन्दा बढी भयो भने यसलाई मलाई अलर्ट गर्नु पऱ्यो। 10 भन्दा कम छ भने पनि त्यसले मलाई चाहिँ मेसेज गर्नु पऱ्यो अलर्ट गर्नु पऱ्यो भनेपछि त्यसको लागि चाहिँ हामी चाहिँ एलोमा गएर डाटा भ्यालिडेसन क्राइटेरियाको एलोमा गएर हामीले चाहिँ यहाँ टेक्स्ट लेन्थ भनेको चाहिँ हाम्रो टेक्स्ट चाहिँ कतिसम्म लेख्ने भन्ने है। अब मलाई चाहिँ मिनिमम यसमा चाहिँ 10 अब मलाई म्याक्सिमम पनि 10 नै चाहिएको छ। त्योभन्दा बढी पनि चाहिएन त्योभन्दा कम पनि चाहिएन भनेपछि मिनिमम मलाई 10 वटा नम्बर हुनु पऱ्यो म्याक्सिमम पनि 10 नम्बरै हुनु पऱ्यो भनेपछि अब मलाई चाहिँ इरर अलर्टमा गएर मैले चाहिँ यसमा चाहिँ टाइटल चाहिँ इरर नम्बर चाहिँ इरर नम्बर भनेर राखिदिएँ। अनि मेसेज चाहिँ के दिनु पऱ्यो इनकरेक्ट नम्बर इनकरेक्ट इरर फोन नम्बर लेखिदिउँ। यसलाई चाहिँ यसलाई चाहिँ हामी इनकरेक्ट नम्बर इनकरेक्ट CORRECT करेक्ट नम्बर कमा इनपुट 10 डिजिट नम्बर। अब यसलाई चाहिँ मैले चाहिँ टाइटल रहेको छ इरर फोन नम्बर
इनकरेक्ट नम्बर इनपुट 10 डिजिट नम्बर भनेर के रे मलाई चाहिँ मेसेज दिनु पर्यो ले हो। अब यसलाई चाहिँ मैले ओके गरिदिन्छु। अब ओके गरिसकेपछि अब मानौँ सपोज मैले चाहिँ यहाँ 8 मैले चाहिँ सपोज 8 वटा नम्बर टाइप गरेछु। अब मैले यसलाई इन्टर हाल्नु भने यसले के गर्नु एरर फोन नम्बर इनकरेक्ट नम्बर इनपुट 10 डिजिट नम्बर 10 वटा नम्बरसम्म चाहिँ के गर्नु पर्यो तैँले चाहिँ टाइप गर्नु पर्यो भनेपछि अब हामी चाहिँ यसमा गएर 10 वटा नम्बरसम्म भनेपछि अब मैले इन्टर 10 नम्बर 10 वटा डिजिट हाल्छ मैले इन्टर गर्छु। यसले गर्दा सपोर्ट गर। अब यसमा चाहिँ म 10 भन्दा बढी नम्बर युज गर्छु जस्तो 1 2 3 4 5 6 7 8 9 1 0 10 गरेर मैले के अरे 11 वटा नम्बर 0 ले गर्दाखेरि के भयो 11 वटा नम्बर भयो। यसले मैले इन्टर गर्दा चाहिँ यसले के भने इनकरेक्ट नम्बर इनपुट 10 डिजिट भनेपछि अब मैले के अरे 11 वटा नम्बर 10 भन्दा बढी नम्बर हाल्ने पनि यसले मेसेज दिने भयो एरर फोन नम्बर भनेर। कम भयो भने पनि यसले एरर फोन नम्बर भनेर के गर्नु भयो हामीलाई सजेस्ट दिनु भयो। अब मैले यसलाई इन्टु गरिदिन्छु। अब मैले यसलाई चाहिँ 7 8 9 10 गरेर इन्टर हाल्नु पर्यो। यसले चाहिँ हाम्रो फोन नम्बर चाहिँ मिल्यो भने के अरे सपोर्ट गर्यो। त्यस्तै अब मलाई चाहिँ जेन्डर यहाँ चाहिँ जेन्डर मेल एन्ड फिमेल छुट्याउनु छ। फिमेल छुट्याउनु भन्दा पनि मलाई चाहिँ मेल फिमेल लेख्नु छ। अब मलाई टाइपिङ गर्ने झ्याउ लाग्छ। मैले चाहिँ ड्रप लिस्ट बनाउनु पर्यो भने चाहिँ अब हामी चाहिँ ड्रप लिस्ट बनाउनु पर्यो। यसमा चाहिँ किनभने मेलको ठाउँमा मेल आउनु पर्यो फिमेलको ठाउँमा चाहिँ फिमेल एड गर्नु पर्यो भनेपछि अब मलाई चाहिँ त्यसको लागि पनि डाटा भ्यालिडेसनकै युज हुन्छ है। डाटा भ्यालिडेसन हाम्रो चाहिँ डाटा भ्यालिडेसन चाहिँ हाम्रो चाहिँ कुनै पनि मेसेज एरर गर्नको लागि चाहिँ अथवा कुनै पनि लिस्टहरू एड गर्नु पर्यो भने चाहिँ डाटा भ्यालिडेसनको चाहिँ युज गरिन्छ। डाटा भ्यालिडेसनभित्र चाहिँ हामीले चाहिँ डिफ्रेन्ट अप्सनहरू देख्नुहुन्छ। एउटा होल नम्बर डेसिमल नम्बर लिस्ट नम्बर डेट टाइम टेक्स्ट लेन्थ है। हामी भर्खर टेक्स्ट लेन्थ गऱ्यो। अहिले हामी लिस्ट जान्छौँ अनि त्यसपछि बिस्तारै हामी चाहिँ होल नम्बर एनी भ्यालु है होल नम्बर अनि यो टाइम डेट चाहिँ कसरी युज हुन्छ यो चाहिँ हामीले बिस्तारै हेर्नेछौँ। अहिले चाहिँ हामी चाहिँ लिस्टको कुरा गरिरहेको छौँ। अब हामी चाहिँ यहाँ मेल एन्ड फिमेल है मलाई चाहिँ मेल एन्ड फिमेल चाहिँ मलाई टाइपिङ गर्नु भन्दा मलाई चाहिँ ड्रप लिस्टको सहायता चाहिँ यसलाई एड गर्नु पर्यो भने अब मलाई चाहिँ सपोज अब मलाई चाहिँ अरू नाम पनि एड गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ मैले के छु सबभन्दा पहिला रेन्ज यसलाई चाहिँ मैले रेन्ज सिलेक्ट गर्छु। रेन्ज सिलेक्ट गरेर मैले G2 देखि G20 सम्म अनि त्यसपछि म डाटा भ्यालिडेसनभित्र पनि डाटा भ्यालिडेसनमा जाने सेटिङमा गएर हामी चाहिँ अब यहाँ लिस्ट चुज गर्ने। लिस्ट चुज गरिसकेपछि अब यहाँ सोर्स भन्छ। अब हामीले सोर्स के चाहिएको मेल एन्ड फिमेल मेल कमा फिमेल। अब मैले चाहिँ के अरे मलाई मेल एन्ड फिमेल चाहिएको मैले के अरे मेल एन्ड फिमेल भनेर टाइप गरेँ। अब मैले चाहिँ ओके गरेपछि अब मेरो चाहिँ यहाँदेखि यहाँसम्म चाहिँ मेरो मेल एन्ड फिमेलको चाहिँ ड्रप लिस्ट बनिरहेको छ। अब मैले चाहिँ यसलाई चाहिँ यहाँबाट डाइरेक्ट मेलको ठाउँमा मेल फिमेलको ठाउँमा फिमेल। अब हामीले चाहिँ यहाँ 20 सम्म चाहिँ हाम्रो ड्रप लिस्ट रहेको छ। अब हामीले चाहिँ यहाँ नामअनुसार जति थप्दै गयो त्यति थप्दै गइसकेपछि हामीले चाहिँ अब मेल एन्ड फिमेल चाहिँ टाइप गर्नुभन्दा हामीले चाहिँ डाइरेक्ट ड्रप लिस्टबाट चाहिँ त्यसलाई चाहिँ हामीले हेर्छौँ मेल एन्ड फिमेल चाहिँ टाइपिङ नगरिकन हामीले चाहिँ एड गर्न मिल्यो। मेल रहेको छ फिमेल रहेको छ हाम्रो फिमेल रहेको छ मेल। ओके आज चाहिँ हामी यति नै गरौँ। हामी पछि फेरि लिस्टको अब हामीले चाहिँ टेक्स्ट लेन्थ अनि लिस्टको भइसकेको छ भने अब हामी चाहिँ डेसिमल डेट टेक्स्ट टाइम चाहिँ हामी अब अर्को क्लासमा हेर्नेछौँ।